दिपेन्द्रको मकौडन लागेको विदेशी सात सुटर नै ल्याइएको थियो। सबभन्दा पहिले दिपेन्द्रलाई मारिएको थियो। इन्डियाको रहले यसको भूमिका खेलेको हो। रहले चाहिँ रहकाहरूले हामीले सबै नेपालका हत्याकाण्ड हामीले गराएका रहका सदस्यहरूले नेपालमा आएर सार्वजनिक कुरा बोलेका छन्। राजदरबारको हत्याकाण्डको छानबिन आयोग गठन भएको, जुन आयोगमा चाहिँ राजा ज्ञानेन्द्रले माधव नेपाललाई नै आयोगको छानबिन समितिमा राखेको हुनाले छानबिन समितिमा माधव नेपाल बसेनन्। किन बसेनन् भन्दा माधव नेपाललाई चाहिँ रहले नबस भनेर आदेश दियो। माधव नेपालले नेपालका मेरा पार्टीका कार्यकर्ताले नबस भनेर मैले बसिन भनेर जवाब दिएछन्। त यथार्थ कुरा रहका भने अनुसार रहले नबस भनेर आदेश दिए। रहले हत्याकाण्ड गरेको यो छानबिन हुनुहुन्न, यसलाई दबाइनुपर्छ भन्ने कुरा त माधव नेपालबाट आउँछ। अहिले छानबिन गरेको माधव नेपाललाई ल्याएर बयान गराउन सकिन्छ। दरबार हत्याकाण्ड बनाउनु थियो, त्यसकारण चाहिँ सेनालाई सजिलो बनाउनुको निम्ति, किनभने सेनालाई पश्चिमाहरूको हात पुगिसकेका थियो, सेनाभित्र प्रहरीभित्र पुगेका थिएन। त्यो नपुगेपछि प्रहरीले नेपालका पार्टी तत्कालीन पार्टी नेता कसलाई भन्यो, कसलाई भनेर चाहिँ त्यहाँ दरबारको सेना प्रहरी 200 जना प्रहरी हटाइयो। त्यो हटाउने काम गृहमन्त्री यिनी रामचन्द्र थिए। रामचन्द्रले त्यो हटाउने काम गरेका हुन्। रामचन्द्रले जानेर पनि गरेका हुन्छ न, आदेश विदेशीको आदेश मात्रै पालना गरेका हुन्छ। उनको के नियत थियो? नियत यसरी दरबार हत्याकाण्ड थियो भने सायद रामचन्द्रलाई थाहा थिएन। बाबुराम भट्टराईलाई नाका खोर्सानी हालेर चाहिँ 1 घण्टा चाहिँ बयान लिने हो भने सबै उगलिन्छ भनेर भनेका छन्। बाबुरामले चाहिँ दरबार हत्याकाण्ड हिजो दरबार हत्याकाण्ड हुँदाको भोलिपल्ट कान्तिपुरमा लेख लेखेका छन्। अब त्यो लेख लेख्नेको अघिल्लो दिन नपठाइकन त कान्तिपुरले भोलिपल्ट छाप्दैन। हत्याकाण्ड हुनुभन्दा अगाडि नै उसलाई थाहा थियो र उसले हुनुभन्दा अगाडि लेख छापिएछ। त्यही कुरालाई समातेर बाबुरामलाई समात्ने हो भने सबै कुरा चाहिँ को थियो भन्ने कुरा बाबुरामले आउँछ। नेपालको बडा महारानीले ऐश्वर्यले 1 करोड रुपियाँ दिएर गराएको हो भनेर रक्सी खाएर टिल्ल भएको बेला बोलेको आवाजलाई चाहिँ एउटा प्रमाण भनेर राखेको छ। सोनिया गान्धीले के भनेको छ भने यदि यसरी मेरो लोग्नेलाई हत्या गरेको छ भने त्यसको पुरा परिवार सामूल नष्ट गरिदिन्छु मैले भनेर सोनिया गान्धीले भनेको छ। दरबार हत्याकाण्डमा जति मारिए, त्यो अन्जानमा मारिएका बाहेक जति मारिए, त्यो मारिएका कुनै पनि मारिएका मान्छे एउटा पनि जिउँदै रह्यो भने त यो विदेशी चलखेलको कुरा त खोतलिन्छ। सम्भवतः दिपेन्द्र बाँच्ने अवस्थामा थिएर बाँच्न नबाँचोस् भन्ने आशयले त्यहाँ त्यसरी लगेर चाहिँ कसैलाई भेट्न नदिएर राखिएको कुरा। अब यो खोजको विषय अहिले पनि टेपमा पाइन्छ। अब बितिसके डाक्टर देवकोटाले भेटेको बेला मैले बचाउन सक्ने अवस्थामा थिएँ, उनी केही भएकै थिएन, बचाउन सक्ने अवस्थामा थियो दिपेन्द्र। महेन्द्र खराब होइन रहेछन् भनेर बुझ्नलाई 35 वर्ष लाग्यो। बल्ल महेन्द्र ठिक रहेछन्, अरू चाहिँ दल खराब रहेछन् भनेर